यता सुन्नु है अहिले फेरि दोहोऱ्याएर सोध्नु पर्ने फेरि मजा आउँदैन नि त यताको कुरा सुन्नु कहिले हो नि होइन के काममा गरेर कहिले थाहा पाउनु पनि पऱ्यो होइन एउटा चाहिँ के छ भने गोलाङ स्वास्थ्य बिन्दु तथा बिन्दावासिनी सामुदायिक भवन फर्निचर खरिद भनेर 1 लाख छ त्यो भने चाहिँ यो एउटा सामुदायिक भवन यो र अर्को चाहिँ यो स्वास्थ्य बिन्दु हाम्रो यो गोलाङ स्वास्थ्य बिन्दुको लागि चाहिँ अहिले मान्छे आउँदाखेरि कम्तीमा बस्नको लागि कुर्सी एउटा चाहिँ स्टिलको दराज होइन एउटा टेबल भइदियो भने हामीलाई काम गर्न सजिलो हुन्छ नि त अलि गाह्रो भएको काम गर्नुपर्ने होइन त्यसको लागि चाहिँ त्यहाँको लागि फर्निचर र यहाँको लागि पनि एउटा दराज अब तपाईँ हामी सल्लाह गरेर के आवश्यक छ त्यो किन्न पऱ्यो होइन चाहिँ प्रस्तावित मात्रै कम्तीमा एउटा दराज भइदियो भने माइनस साइनस के भयो भने त्यहाँ राख्न मिल्यो होइन चाबी लाएर त्यसपछि गएर चाहिँ कुर्सी अनि एउटा टेबल भइदियो भने चाहिँ अहिले हामी यति जम्मा भएको मान्छे यहाँ बाहिर खडरमा बस्नु पर्दैन त्यहीँ भेला भएर त्यतै बस्न मिल्थ्यो होइन त्यसको लागि चाहिँ एउटा फर्निचरको लागि भनेर त्यो 2 ठाउँको लागि 50-50 लाग्छ यो हामीले भेला त गऱ्यौँ अब त्यसमा चाहिँ के छ भने खरिद समिति नै बनाएर हामीले खरिद गर्नुपर्छ है यो चाहिँ अब गाउँपालिकाले खरिद गर्ने पठाउने के दुनियाँ त्यस्तो भन्थ्यो तर हामीले यो चाहिँ अब उपभोक्ता समिति मार्फत गर्नुपर्छ भने चाहिँ त्यसलाई चाहिँ व्यवस्थित काम गर्नको लागि एउटा खरिद उपभोक्ता समिति जम्मा 7 जनाको चाहिँ एउटा समिति बनाउनु पर्छ है एउटा समिति 7 जनाको समिति बनाएर 3 जना चाहिँ महिला अनिवार्य पर्ने गरी चाहिँ त्यो एउटा समिति बनाउनु पर्छ यो सबै 3टै समितिको लागि नियम हो है अनि अब अर्को एउटा समिति चाहिँ कुन बनाउनु पर्यो भने यो अर्को चाहिँ दलित बस्ती धारापानी तल्लो कास्टे खट्टीटार मन्दिर जाने सडक निर्माण भनेर यो 3 ठाउँको लागि छ यो पनि यो के छ भने पोहोर खट्टीटार मन्दिर यसपालि उहाँहरूले ठुलो जात्रा पनि गर्नुभयो त्यसको लागि चाहिँ बजेट थिएन काम गर्नु पर्यो भनेर त्यहाँ जानको लागि बाटो र त्यहाँ ग्राउन्ड बनाउनको लागि भनेर त्यहाँ पनि हामीले उधारोमा डोजर लगाएको थियौँ त्यसपछि गएर यो धारापानी जाने बाटो पनि हामीले उधारोमा डोजर लगाएको थियौँ र अर्को चाहिँ दलित बस्ती जाने 2वटा बाटो एउटा छामाडाँडामा सिचाल्या छ अनि अर्को चाहिँ अलि परबाट चाहिँ अलिकति मात्रै खनेको छ 1-1.5 मिटर भनौँ न त्यसरी खनेको 3टा बाटो र उताको एउटा बाटो गरेर चाडेर एउटा ग्राउन्ड भन्दाखेरि चाहिँ हामीले 3 लाख रुपियाँ पैसा विनियोजन गरेका 3 लाख पैसा विनियोजन गरेको मध्येमा चाहिँ त्यो काम गरेर बाँकी रहेको पैसा कति हो सर भुक्तानी गरेको हामीले डोजरलाई दिएको थियौँ नि काम गरेर बाँकी रहेको बचेको पैसा दिएको थियौँ नि कति दिएको हो ठुलो त्यो 12,000 पैसा चाहिँ हामीले कटाएर इस्टिमेट गरेर त्यो 12,000 पैसा चाहिँ कटाएर अरू बाँकी पैसा चाहिँ हामी भुक्तानी गर्छौँ हैन त्यसको लागि त्यो छ अब